Oleh tuna videoran choa turi kodzim kwa Nepali chungkwa te Christian anlit na videon dona win kodzim kwa Nepali chungkwa te ani pakat ani chungkwa paberin kan ring nun hi engma lo ni ti lo khachua kin Iso Krista chu lalle chandam tu pomin Christian na anin peta ani an chungkwa hi dam chunga hoilet let to lo wa Iso an reng na turin lo trong trai sak ang tuna video ni toi te ilo क्लियरङ यो चाहिँ निकाल्नु पर्यो ल हजुर अरू ननिकाल्दा पनि कुनै छैन तेल हाल्दा पनि हुन्छ केही छैन भोलि पर्सि अब हुन्छ टुटाइदियो सक्छौ भने खोल्नु पर्छ रुद्र चाहिँ फेरि लाउनु चाहिँ मिल्दैन है ल आज प्रभुको वचनले यसरी भनेको छ मत्ती र सुसमाचार 28 को 18, 19, 20 पदले यसरी भनेको छ तब यीशु तिनीहरू कहाँ आएर भन्नुभयो स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिऊ योहना र सुसमाचारले भन्छ 11 को 25 पदले भन्छ पुनरुत्थान र जीवन म नै हुँ मलाई विश्वास गर्ने हरेक व्यक्ति मरे तापनि जीवित हुनेछ प्रभु जिउँदो प्रभु हुनुहुन्छ अनि यीशुलाई विश्वास गरेर ग्रहण गर्ने हरेक व्यक्ति शरीर मरे तापनि आत्मा मर्ने छैन परमेश्वरले तपाईलाई आशीष दिनु भएको होस् आज दाजुले म मरे बाँचे मेरो जीवनभरि यीशुलाई विश्वास गरेर म कहिले पनि प्रभुलाई छोड्दैन भन्न सक्नुहुन्छ नि धन्यवाद छ अनि हाम्रो छोरी काइलीलाई म सोच्छु कि म जीवनभरि प्रभुलाई पछ्याउँछु अनि प्रभु मेरो मुक्तिदाता हुनुहुन्छ भन्नु सक्नुहुन्छ नि धन्यवाद छ अनि हाम्रो दिदीलाई म यही सोच्छु कि दुःखमा पनि सुखमा पनि मेरो जिउँदो प्रभुलाई म कहिले पनि त्याग्दैनौ उहाँमा म भरोसा गर्छु भन्नु सक्नुहुन्छ नि हुन्छ हामी सबैजना भुइँमा हामी हात राख्नेछौँ र म तपाईहरुको माथि बाइबल उचालेर म प्रार्थना गर्नेछौँ आजदेखि हामी ईसाई भयौं यीशुलाई विश्वास गर्ने क्रिस्चियन भयौं विश्वासी भयौं आजदेखि हामीले मूर्ति पूजा गर्नु मिल्दैन अनि धोक्नु मिल्दैन अनि हामी चर्च जानु पर्छ अनि हामी जीवनभरि प्रभुलाई विश्वास गरेर जिउनु पर्छ भन्ने कुराहरू आज म प्रभुको दास मिशनरी पिदोंगलले पिता पुत्र पवित्र आत्माको नाउँमा हजुरहरूलाई क्रिस्चियन भयो भनेर म घोषणा गर्नेछु र आउनुहोस् हामी प्रार्थना गर्नेछौँ स्वर्गीय बुबा तपाईलाई धन्यवाद दिन्छु आज यहाँ दादा दिदी अनि छोरी तीनजनाले परमेश्वर तपाईलाई बिर्सेर धेरै वर्ष धर्म कर्म अनि मूर्तिको अगाडि शिर झुकाएर प्रभु जीवन बिताउनु भयो आज तपाईको सुसमाचार सुसन्देश क्रसको सन्देश सुनेर साँच्चै नै मेरो मुक्तिदाता प्रभु हुनुहुन्छ मेरो निम्ति क्रसमा बलि हुनुहुने यीशु हुनुहुन्छ उहाँले मेरो पापको मोरलाई तिरिदिनु भयो आज मलाई पापदेखि उकास्नु भयो भनेर विश्वास गरेको कारणले गर्दाखेरि आज तपाईको चरणमा
प्रभु तपाईको पाउँदनमा घुँडा टेकेर आजदेखि उनीहरूले निर्णय गर्नु भएको छ जीवनभरि हामी यीशुको हुँ, यीशुलाई विश्वास गरेर भरोसा राखेर हामी जीवन बिताउँछौँ भनेर परिवारले विश्वास गर्नु भएको छ। प्रभु उनीहरूको नाम जीवनको पुस्तकमा लेखिदिनुहोस् पिता, राखिदिनुहोस्, अनि ताकि यो शरीर मरेको दिनमा पनि आत्माले जीवित पाउने छ। किनभने प्रभु तपाईले भन्नुभयो म पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने कोही पनि मर्ने छैन, मर्यो भने पनि जीवित हुने छ भनेर तपाईले भन्नुभएको अनुसार तपाईको छोरा छोरीहरू आज तपाईको चरणमा आउनु भएको छ। पिता सबैलाई आशिष दिनुहोस्, जीवनभरि तपाईको पवित्र आत्माले अगुवाई गर्नुहोस् भन्दै बिन्ती प्रार्थना हामीलाई पापदेखि उद्धार गर्नुहुने नाजरेथ यीशुको नाममा माग्छु, आमेन। ल जय मसीह, आजदेखि जय मसीह। ल